स्वागत छ युरोएसिया.मा। यहाँको यो बेल्जियम भ्रमणको बारेमा केही जानकारी गराउनुहुन्छ कि हाम्रा नेपाली दर्शकहरूलाई? बेल्जियम भन्दा पनि पहिले म चाहिँ नर्वेको एउटा अन्तर्राष्ट्रिय यो डिडिआर प्लानिङ कोर्स भन्ने थियो, त्यो बारेमा हाम्रो सेमिनार थियो। त्यसमा 20 देखि 28 सम्म त्यहाँ थियो, 20 देखि 28 सम्म। त्यसपछि त्यहाँ सकेपछि केही दिन फेरि बेल्जियम लगायत केही ठाउँमा नेपालीसँगको भेटघाट खास गरेर हाम्रो धेरै नेपाली दाजुभाइहरू दिदीबहिनीहरू आमा हजुरआमाहरू पनि आइपुग्नु भएको छ। जेनरली यहाँ नेपालीहरूको बसाइ भनेको शरणार्थी हो र अहिले देशको अवस्था अलिकति सुदृढ भएको जस्तो देखिएको छ, जसले गर्दा बेल्जियम सरकारले अहिले यहाँ रहेका नेपालीहरू धेरै नेपालीहरूलाई अब सुन्दर देश फर्की भनेर डिपोर्ट गर्नेसम्म अवस्था भएको छ कि देशमा साँच्चीकै अहिले पूर्ण रूपले शान्ति स्थापित भइसकेको हो त? अब लाग्छ के भनेपछि एउटा सापेक्षित र सङ्क्रमणकालीन शान्ति हो। अहिले चाहिँ अब दीर्घकालीन र स्थायित्व भनेर त अहिले नभनौँ त्यसलाई। किन भन्नुहुन्छ भनेदेखि केही समस्याहरू समाधान हुन बाँकी छन्। ती समस्याहरू जनताको पक्षमा समाधान नहुने हो भने त्यसले कस्तो खालको स्थिति ल्याउँछ त्यो अहिले हामी किटेरै भन्न सक्ने अवस्थामा छैन। तर तराईको समस्या त अलि जटिलै बन्दै गइरहेको पनि छ। त्यसलाई हल गर्ने दिशातिर हामी फेरि वैचारिक अथवा चाहिँ वार्ता तालमेल अब के गर्न सकिन्छ ती सबै एउटा सहमतिमा ल्याउँ भनेर कोसिस त भइरहेछ राज्य पक्षबाट र हाम्रो पार्टीको तर्फबाट पनि भइरहेको छ। हामीले सक्दो, तर पनि फेरि केही समस्याहरू छन् तराईमा, ती समस्याहरू अवश्य छन्। संविधान सभामा नेपाल कम्युनिस्ट पार्टी माओवादीले बहुमत ल्याउन सकेन या अल्पमतको या अङ्कगणितीय राजनीतिमा फेरि मर्नुपर्ने अवस्था भयो भने नेपाल कम्युनिस्ट पार्टी माओवादीले के गर्छ? अब त्यो बारेमा अहिले भविष्यवाणी ठिक हुँदैन भन्ने लाग्छ। किनभनेदेखि पहिलो कुरा त राजनीतिक परिवर्तन पहिलो कुरा के हो भनेपछि अहिले पछिल्लो माहौल तपाईँले हेर्नुभयो भने अब हेर्नु भएको होला र अहिले माओवादीकै पक्षमा हो, यो सबैले बुझेको कुरा हो। एउटा कुरा हामी फेरि बहुमतको अब तिहाई बहुमत ल्याएर यी सबै कुरा त अहिले भन्दैनौँ, तर पनि लाग्छ के भन्नुहुन्छ भने हाम्रो पक्षमा एउटा राम्रो जनमत देखा पर्छ। अरू 7 पार्टी भनौँ न, तपाईँहरूले 8 पार्टी भएर नेपालको राजनीतिलाई अगाडि हाँकिरहनु भएको छ। 7 पार्टी भित्रमा चाहिँ नै अहिलेबाट चाहिँ के निक्लिन थाल्यो भने वाइसिएल, यो नेपाल कम्युनिस्ट पार्टी माओवादीको भातृ संस्था हो। वाइसिएलको विरोध चर्को हुन थालेको छ र वाइसिएलको गतिविधि पनि बढेको छ। यसलाई कसरी हेर्नु भएको छ? अब वाइसिएलको बारेमा नयाँ कुरै हो होइन, हेर्नुहोस्। किन सुरुदेखि जहिले वाइसिएल हामीले गठन गऱ्यौँ र त्यहाँदेखि अहिलेसम्म वाइसिएलको बारेमा एउटा विवाद बनिआएको छ है। त्यो चाहिँ उनीहरूको लागि त्यो अब एउटा कुनै विवादास्पद अथवा विवादीय घटना होला, हाम्रो लागि देशको अवस्थालाई जिम्मा लिने कुरा। त्यसले गर्दाखेरि त्यो अन्तर्विरोध त छ, तर पनि अहिले जे जसरी मान्छेहरूले भनिरहेका छन् त्यो स्थिति हो। कन्ट्रोलमा छ कि? कन्ट्रोलमा छ, कन्ट्रोलमा। संविधान सभा हुने कि नहुने त्यो भएन भने के गर्ने, तराईको समस्या कसरी समाधान गर्ने, तराईका जनताको भावना कसरी बुझ्ने, सबै जाति र क्षेत्र वर्ग र लिङ्गका सबै समस्याहरू कसरी समाधान गर्ने, यो ठिक यी प्रश्नहरूको जवाब यदि 7 दलले र त्यहाँका जिम्मेवार पार्टीहरूले र अहिलेको चाहिँ अन्तरिम सरकारले दिन सकेन भने मलाई लाग्छ फेरि युद्धको बारेमा अहिले हामी केही भन्न सक्दैनौँ। मान्छेले भन्छन् माओवादी पार्टी लड्ने मात्रै कुरा गर्छ, मार्ने र मर्ने मात्रै कुरा गर्छ। कुरा त्यस्तो होइन। वास्तवमा भन्नुहुन्छ भने हामीलाई पनि कुनै रहर छैन। लड्ने, आफ्नै देशका मान्छे मार्ने कसैलाई पनि रहर हुँदैन। र युरोपियनहरूलाई पनि मलाई लाग्छ हिटलरलाई पनि 60 लाख यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर मार्न सायद इतिहासले त्यस्तै एउटा पात्र जन्माइदियो। अहिले तपाईँले हेर्नुहुन्छ ज्ञानेन्द्रको आजभन्दा 3 दिन पहिलेको एउटा इन्टरभ्यू, सायद 2-3 दिन कति भयो अनलाइनमा, त्यहाँ हेर्नुहोस्। अब उसले चाहिँ म त्यसै चुप्प लागेको छैन भनेको छ। ज्ञानेन्द्रले चाहिँ म त्यसै चुप्प लागेको छैन, मैले पनि हेर्दैछु भनेर भनेका छन्। अब त्यहाँ 10 वर्षको युद्धले र 19 दिनको आन्दोलनले के देखायो भन्दाखेरि ज्ञानेन्द्रलाई चुप्प लाग्ने ठाउँसम्म मात्रै पुर्याएको छ, तर पूर्ण रूपले त्यसको अन्त्य भएको छ।
पूर्ण रूपले अन्त्य गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ। कारण छ त्यहाँ, किन भन्नुहुन्छ भने कम्बोडियामा पनि नलदब सीमानु ल मैले छोडे मिलेर जाउँ भनेर पनि आएको एउटा स्थिति छ खमेरुसँग। यहाँको मैले धेरै हिस्ट्रीका कुरा गर्न खोजेको होइन। र नेपालमा पनि हामीले के भन्यौँ भन्नुहुन्छ भने जनयुद्ध सुरु भएको लगत्तै पछि हामी वीरेन्द्रसँगै त कुरा भएको होइन हाम्रो पार्टीसँग, तर उनका प्रतिनिधिहरू मार्फत हामीले राजासँग कुरो गर्यौँ। युद्ध सुरु भयो, अब राजतन्त्रको विरुद्ध सङ्घर्ष हामी गर्छौँ, तपाईँहरूको पोजिसन के हो? तपाईँहरू लड्ने हो कि जनताले भनेको मान्ने हो? ल आउनुहोस् भनेर हामीले भनेकै हो। र वीरेन्द्रको भनाइ के थियो भने म चाहिँ अब सेना परिचालन गरेर युद्ध गर्न चाहन्न, मिलाउँ, राजतन्त्रको स्थान पनि कहीँ के हो तपाईँहरूले भनिदिनु पर्यो र हामी अगाडि बढ्न तयार छौँ, हामी त्यसो गर्दैनौँ। यो वीरेन्द्रको भनाइ थियो। र हाम्रो पार्टीले उनीसँग वार्ता गर्दै थियो। वास्तवमा भन्ने हो भने उनीसँगै भेट्ने त कार्यक्रम थिएन हाम्रो, तर बाहिर उनका प्रतिनिधिहरू मार्फत हाम्रो कुरा भयो। त्यही क्रममा उनी मारिए। कारण के थियो भने वीरेन्द्र अलि लिबरल खालको मान्छे छ, अब यसले कुनै न कुनै सम्झौता माओवादीसँग गर्न सक्छ भन्ने भएपछि अन्तर्राष्ट्रिय सबै शक्तिहरू लगाएर वीरेन्द्रको हत्या गरियो र दरबार थियो। त्यसपछि पनि ज्ञानेन्द्रसँग 1 वर्ष फाइट गरिसकेपछि, 2 वर्ष फाइट गरिसकेपछि हामीले के भन्यौँ भने आऊ कुरा गरौँ भन्यौँ। र कुरा पनि भएको थियो, उनीसँग धेरै कुरा भए, उनीसँगै प्रत्यक्ष कुरा त भएन, तर उनीहरूका विभिन्न प्रतिनिधिहरू मार्फत हामीले कुरा गऱ्यौँ। र पछिल्लो जुन माघ 19 गते उनले खु गरे, त्योभन्दा अघिल्लो दिन हामीसँग भेट्ने कार्यक्रम, रोल्पामा भेट गर्ने। त्यसपछि उनी स्वयं ज्ञानेन्द्र आउँछन् भने हाम्रो तर्फबाट अध्यक्ष प्रचण्ड जाने होइन, अर्को कुनै प्रतिनिधि आउँछ भने हाम्रो पनि त्यही अनुसार एकजना प्रतिनिधि जाने। ल कहाँ भेट्ने भन्ने कुरा हामीले के भनेका थियौँ भने तिमी आउन सक्छौ, रोल्पा आऊ, होइन भनेदेखि बिचमा कुनै त्यस्तो ठाउँ बनाउन सकिन्छ, पोखरा अथवा बाब्लुङ र ढोरपाटो कहीँ पनि हामी सक्छौँ, आऊ भनेर हामीले भनेका थियौँ। र त्यही कुरा हुँदाहुँदै उनले बिचमा कु गरे 19 गते। र हामीले भन्नु यो सरासर बेइमान हो, यत्रो युद्ध भएको छ, नेपालीहरू एक आपसमा मर्ने स्थिति बनेको छ, यो राज्य सत्ताको लागि, यो देश नयाँ नेपाल बनाउनको लागि जातीय क्षेत्रीय प्रश्नहरू हल गर्नुपर्ने छ, र तिमीले चाहिँ षड्यन्त्र गरेर कु गर्ने हुँदैन। हुँदैन भनेपछि हामी पनि राम्रै तयारीका साथ फेरि भिडन्त सुरु भयो। र दलहरूसँग हामीले के भनेका थियौँ भने अहिलेको शक्ति एउटा शक्ति ज्ञानेन्द्र हो। त्यो ज्ञानेन्द्र किन हो शक्ति भनेपछि उसले चाहिँ आफ्नो मिलिट्रीलाई सबैभन्दा बढी सर्वश्रेष्ठ अथवा चाहिँ आफ्नो शक्ति राजतन्त्र बचाउने मेन बढी उसले सेनालाई ठान्छ। त्यसकारण चाहिँ त्यो सेना के गर्ने, त्यो सेना रहन्जेलसम्म र त्यो सेना नबदलिन्जेलसम्म साथ दलको कसैको पनि खैरियत छैन, कसैलाई पनि साथ छैन। त्यसकारण पहिलो कुरा हामी दलहरूको बिचमा के हुनु पर्यो भने उसको मेन शक्ति एउटा सामन्तवाद हो, जसले चाहिँ भूमि कब्जा गरेर बसेको छ नेपालमा, पुरै भूमि कब्जा गरेको छ र त्यहाँको गरिब किसानलाई भनौँ पुरै शोषण गरिराखेको छ। अर्को वैदेशिक लगानी अथवा चाहिँ लगानी भनौँ कि त्यसलाई दलाल पुँजीपति वर्ग हो, जो भारतको मात्रै छ। त्यो सबैलाई थाहा होला, नेपालका 17 जना पुँजीपतिहरू भनिन्छन्, तीमध्ये 15 जना माडवारीहरू छन्, 2 जना नेपालीहरू छन्। त्यो पनि नेपालीहरू चाहिँ तपाईँको 10औं 12औं नम्बरमा उनीहरू पर्छ। भनिसकेपछि हामीले के भन्यौँ भने यत्रो नेपालको शोषण गरेर सबै पैसा कहाँ जान्छ भन्दाखेरि भारतमा जान्छ, त्यहाँ गएर छोडिन्छ र सबै कच्चा पदार्थहरू भारतबाट आउँछ। यस्तो अवस्थामा हामीले दलहरूको बारेमा जुन हाम्रा भनाइहरू छन्, हामीले के भन्यौँ भनेदेखि राजतन्त्र नै त्यस्तो हो जसले एकातिर सेना लिएर बसेको छ, अर्कोतिर सामन्तवादलाई लिएर बसेको छ, अर्कोतिर उसले दलाल पुँजीपतिहरूको पनि उसलाई संरक्षण छ। यस्तो अवस्थामा हामीले त्यसका जराहरू नकाटिकन दलहरू मजबुत हुन सक्दैन।